हेलो एभ्रिवान। सो आज चाहिँ आज तिहारको टिकाको दिन। सो अनि स्पन्दनमा चाहिँ अब यतिखेर बेलुका कति बज्छ 7:50 भएको छ। सो अनि हामी चाहिँ अहिले मैती देवी जान लागेको। मैती देवी एभ्रिवान। सो अनि हामी चाहिँ हिँडिसकेका छौँ स्पन्दमा अगाडि देखाएँ। सो हामी अहिले अब ठिमी आइपुग्यौँ होइन, ठिमी चोक। सो अनि अब हामी मैती देवी जान लागेको छौँ। त्यही हो, अब बिस्तार अलिअलि स्पिडमा गइरहेको छ बिस्तार, एकदम मजा आयो। सो अब मसँग अहिले त्यस्तो केही इक्विपमेन्टहरू छैन होइन। सो अहिले मैले हातले खिचिरहेको छु। सो अहिले म अब बाटोमा बिचमा देखाइरहेको छु र अनि म मैती देवीपछि भेट्छु है त। ओके सो दिल्ली बजार आइपुग्यौँ हामी चाहिँ अहिले यतिखेर। सो अनि पुरै अब हामी मैती देवी पुग्न लागिसक्यौँ। अब ओह्रालो कटेर राइट लिएपछि मैती देवी आउँछ। सो अनि यहाँ झिलिमिली यस्तो हेर्न सक्नुहुन्छ हामी माथि आइझिलिमिलीहरू खतरा है। ल सुरु त्यही खतरा भयो। हामी चाहिँ अब आइपुग्न लागिसक्यौँ। हेर्नुहोस् होइन गाइजहरू, अब हामी होइन अब त्यहाँ अगाडिको त्यहाँ बाटोबाट यता गएपछि हामी मैती देवी सिधै आउँछ। ठ्याक्कै त्यहाँ Okay, now the road of the मैती Devi starts like this. Now it's the माथि जान कहीँ स्पिड नदेखा भने मैले फेरि Oh God. हाम्रो पुलिस मामाहरू पनि एकदम सुनसान भएर हिँड्नुभएको छ। पुरै सकेन एकदम आज जाम भयो। आई थिङ्क यहाँ के छ भने नि पार्किङ छैन होला कहीँ के त राखिदिउँ है। सो हामी फाइनली मैती देवी पुगिसकेको छौँ। यहाँको सराउन्डिङको एकदम झिलिमिलीहरू यहाँ चिसो हुन्छ है। हाई गर्न हेलो खतरा स्कुटर। अब यहाँ पार्किङ हुँदैन राम्रो। अब हामी पार्किङमा यहाँ त यसो साइडमा यतिकै रोडमा राखेर हामी हिँडेर जान लागेको छौँ। एकदम बवाल छ। मन्दिर चाहिँ उता अगाडिपट्टि छ। सो लेट्स सी अब के हुन्छ। ल यत्तिको चाहिँ हुनु पऱ्यो क्या। जे होस् अनलिमिटेड छ क्या। नस्तो वहाँसम्म झिलिमिली पुग्यो बाटो अलिक खतरा। यहाँ चाहिँ मन्दिर आइसक्यो हामी। सही हो। ओके ल हेर्नु है त तपाईँहरू है। एभ्रिवान लुक इट। सही हो। सो गेट चाहिँ यहाँ छ यसरी। सो अनि मन्दिर यही हो, एकदम बवाल छ। खतरा छ एकदम बवाल। ओ वाउ। Now अब जाने कि नहीं, अब जाने होइन। So now we are leaving right now from this mandir. एकदम very beautiful, एकदम डेकोरेसन एकदम बवाल छ। अनि हाम्रो सँगको वाक एकदम सलमान खान स्टाइलमा छ होइन। भिड छ यहाँ। वाट्सअप। सो अनि हामी चाहिँ अहिले बिजुली बजार आइसक्यौँ। हेर्नुहोस् हजुर, यता हेर्दै घुमाउँदै स्पन्दन आइसकेको छ। यसले अलग नै रेन्जमा भन्नुभयो अहिले चाहिँ। म बाबा टिल्लुराम। मेरो बाबा टिल्लुराम हो। हामी चाहिँ स्टुडेन्ट आएको होइन। एकदम खतरा छ यहाँनिर। त्यो फ्री फायर पब्जीमा त क्याम्प गर्ने ब्रिज जस्तो छ हेर्नु। यस्तरी गर च्याकको तल। ओके ल सी आफ्टर रिचिङ होम। ओके।